नमस्कार दर्शकबिन, स्वागत छ हजुरहरूलाई यस च्यानलमा। आज हामी कुरा गर्दैछौँ रङ्ग, खुसी र विजयको पर्व होली अर्थात् फागु पूर्णिमाको विशेष कथा। किन खेलिन्छ होली? होलिका दहनको अर्थ के हो? आउनुहोस् यसको पौराणिक कथा जानौँ। होलिका परहाल कथा। धेरै वर्ष पहिले एक शक्तिशाली र अहङ्कारी राजा थिए, हिरण्यकशिपु। उनी आफूलाई भगवान भन्दा ठुलो ठान्थे र सबैलाई आफ्नै पूजा गर्न आदेश दिन्थे। तर उनका छोरा परहाल्द भने भगवान विष्णुका महान भक्त थिए। राजाले धेरै पटक परहाल्दलाई मार्न खोजे, तर प्रत्येक पटक भगवानले उनलाई जोगाउनु भयो। अन्ततः हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई बोलाए। होलिकासँग आगोले नजल्ने वरदान थियो। योजना बनाइयो परहाल्दलाई काखमा राखेर आगोमा बस्ने। तर के भयो त? होलिकाको अहङ्कारले काम गरेन। वरदान दुरुपयोग भएकाले होलिका आफै आगोमा जलिन् र भगवान विष्णुको कृपाले परहाल्द सुरक्षित रहे। यसै घटनाको सम्झनामा होलिका दहन गरिन्छ, जसले असत्य र अहङ्कारमाथि सत्य र भक्तिको विजय दर्शाउँछ। त्यसैगरी कृष्ण र राधाको होली। होलीसँग अर्को रमाइलो कथा पनि जोडिएको छ। कृष्णले राधा र गोपिनीहरूसँग रङ्ग खेलेका थिए। त्यसै परम्पराले आज पनि रङ्ग, अबिर छ्यापेर एक अर्कालाई माया र खुसी साटासाट गरेर होली मनाइन्छ। नेपालमा होली मनाउने तरिका। नेपालमा विशेष गरी तराई र पहाडी क्षेत्रमा फरक फरक दिन होली मनाइन्छ। चिर ठड्याउने चलन विशेष गरी फागु पूर्णिमा होलीसँग जोडिएको धार्मिक परम्परा हो। रङ्गीचङ्गी कपडाका टुक्रा काठ, बाँसको डाँठमा बाँधेर यसलाई होली सुरु भएको सङ्केतका रूपमा सार्वजनिक स्थानमा पहिला चिर ठड्याइन्छ अनि पूर्णिमाको दिन चिर दहन गरिन्छ। यसले हाम्रो जीवनका खराब बानी, नकारात्मक सोचको अन्त्य, घृणा र रिस जस्ता कुराहरू जलाएर हटाउने सन्देश दिन्छ। नयाँ सुरुवातको सङ्केत। चिर जलाएपछि भोलिपल्ट रङ खेलिन्छ। यसले खुसी, मेलमिलाप, प्रेम र एकताको सन्देश दिन्छ। भोलिपल्ट सबैले रङ्ग, अबिर र पानी खेल्दै खुसी साटासाट गर्दछन्। त्यसैले होलीले के सन्देश दिन्छ त भने असत्य र अहङ्कारको अन्त्य हुन्छ, सत्य, विश्वास र भक्ति सधैँ विजयी हुन्छ, आपसी माया, सद्भाव र एकताको पर्व हो होली भन्ने बुझिन्छ। यदि तपाईँलाई यो कथा मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। सबैमा होलीको हार्दिक शुभकामना। ह्याप्पी होली, फागु पूर्णिमाको शुभकामना।